योग्यता थिएन त मेरो राम्रो, तर हामी आयौँ। तर आएपछि चाहिँ के को लागि उहाँले हामीलाई बोलाउनु भयो, यो विषय चाहिँ तपाईँले मेरो निम्ति एकदम महत्त्वपूर्ण छ। यदि यो विषयलाई चाहिँ हामीले जानेनौँ भने, बुझेनौँ भने चाहिँ हामीहरू खालि बोलाएकोहरूमा मात्रै हामी छौँ, तर परमेश्वरको उद्देश्य हाम्रो जीवनमा चाहिँ कार्य गरिरहेको हुँदैन। सबभन्दा पहिला कुरो चाहिँ किन उहाँले हामीलाई बोलाउनु भयो भन्दाखेरि चाहिँ He has called for holiness, पवित्रताको लागि बोलाउनु भएको तपाईँले भने। पहिलो थिस्सलोनी आउनुहोस् त, फर्स्ट थिस्सलोनी। आज हामीले पवित्रताको विषयमा आराधना उपासनाको सम्बन्धमा पनि हामीले सुनिरहेका थियौँ। पहिलो थिस्सलोनी 4 अध्यायको 7 पद पढिदिनुहोस् त। किनकि यसै कारण 7 पद 4 को 7 पढिदिनुहोस्। किनकि परमेश्वरले हामीलाई अशुद्धताको निम्ति होइन, पवित्रताको निम्ति बोलाउनु भयो। सो दिस इज द फर्स्ट पर्पोज अफ आवर कलिङ। हामीलाई पवित्रताको निम्ति बोलाउनु भएको। यहाँनिर सन्दर्भ तपाईँले पढ्नु भयो भने माथि 4 अध्यायको हेडिङमा मेरो बाइबल हुन्छ प्ली फर प्युरिटी, शुद्धताको निम्ति, पवित्रताको निम्ति निवेदन, अनुरोध भनेर लेखेको छ। अनि प्रभुदास पावलले भन्नुहुन्छ अन्तमा मेरा भाइहरू हो, तिमीहरू प्रभु येशू मसीहमा अझै बढ्दै जाऊ, अझै बढ्दै जाऊ। यहाँनिर उहाँले कुरा गर्नुहुन्छ हस्बेन्ड एन्ड वाइफको बिचको एउटा सम्बन्धको कुरा गर्नुहुन्छ, त्यहाँ पवित्रताको चाहना गर्नुहुन्छ। भनेपछि आज यो पवित्रता चाहिँ तपाईँ र मैले चाहिँ राम्रो लुगा लाएर, नुहाएर, धार्मिक कामहरू गरेर यो पवित्रता हामी पाइने। यो होलिनेस भन्ने कुराहरू नि जटिल छ, गम्भीर छ। यो होलिनेस भन्ने कुराहरू तपाईँ र मैले कसै गरेर पनि पाउने होइन। हाम्रो कोसिसले यो पाइने पवित्रता होइन। आज त आइतबार हो, राम्रो लुगा लगाएर जानुपर्छ, चिटिक्क भएर, त्यो राम्रो कुरा हाइजिनमा आउँछ, त्यो सफा लुगा लाउनुपर्छ। तर पवित्र हामी बन्न सक्दैनौँ, नुहाइ धुवाइ गरेर हामी पवित्र बन्न सक्दैनौँ। त्यो कन्सेप्ट हामीले राख्नु हुँदैन। नुहाइ धुवाइ गरेर मात्रै यो भित्र प्रवेश पाइन्छ भन्ने कन्सेप्ट चाहिँ हामीले हटाउनुपर्छ। त्यसले पवित्रता हामीले पाउँदैनौँ। पवित्रता भन्ने कुरो चाहिँ त्यो कुरो, जुन कुरो चाहिँ अदनको बगैँचामा आदमले घुमाएको थियो, परमेश्वर सँगसँगै बात गर्ने, परमेश्वर सँगसँगै हिँडडुल गर्ने। बगैँचामा आदमले घुमाएको थियो, ख्रीष्ट येशूमा उहाँको पवित्र रगतको द्वारा त्यो कुरोलाई हामीले प्राप्त गर्यौँ विश्वासका आधारमा। द्याट इज होलिनेस। त्यो चाहिँ पवित्रता हो। अस्ति पनि हामीले गडसिटीमा सुनेछौँ, येशू ख्रीष्टको रगतले हामीलाई सब पापबाट के गर्छ? शुद्ध पार्छ। धेरैजना गडसिटीमा आउनु भएन त्यो दिन। तपाईँले एउटा बहुमूल्य मिठो कुरालाई, येशूसँगको हिँडाइ, येशूलाई चिन्नु भन्ने कुराहरू मिस गर्नुपर्छ। यसकारण यो पवित्रता भन्ने कुरो चाहिँ अदनको बगैँचामा आदम अनि हव्वाले जुन कुरोलाई घुमाए, ख्रीष्ट येशूमा पुनः प्राप्त गर्न सक्छौँ। उहाँको पवित्र बलिदानमा बगाउनु भएको रगतका द्वारा क्षमा पायो, त्यो पवित्रता हामीले पायौँ। अब तपाईँ र मेरो कर्तव्य चाहिँ के छ भने त्यो होलिनेसलाई, त्यो पवित्रतालाई चाहिँ मेन्टेन चाहिँ गर्नुपर्छ। नभए माकुराले जाल लाउँछ। यति सुन्दर भवन प्रभुले हामीलाई बनाउन दिनुभयो, बाहिर हेर्नुहोस् कति सुन्दर छ। तर यो भवनलाई हामीले यतिकै छोडिदियौँ, यसलाई हामीले हेरचाह गरेनौँ भने त्यो बाहिरको सुन्दरता के हुँदै जान्छ? त्यसको रूप बदलिँदै जान्छ, हराउँदै जान्छ त्यसको सुन्दरता। आज पवित्रता भन्ने कुरा पनि त्यही हो, हुनेहरू हो। जुन रगतद्वारा हामीले क्षमा पायौँ, हृदयको सबै नराम्रो विचारहरू, जुन कुरोले हामीलाई अशुद्ध पार्थ्यो, मर्कुस 7को 21-22 का पापहरूले, ती पापहरूबाट हामी शुद्ध भयौँ, पवित्र भयौँ। आज यो पवित्रता आएर तपाईँ र मैले मेन्टेन गर्नुपर्छ। यो पवित्रता एउटा नयाँ गाडी हो, प्रियहरू, जुन गाडीलाई हामीले चलाइरहनुपर्छ, युज गरिरहनुपर्छ। नभए राखिरह्यो भने धुलो लाग्छ, प्रियहरू। अनि त्यो धुलोले हाम्रो त्यो पवित्रतालाई के गर्छ? त्यो गाडीको नयाँपनलाई धुन्दुला बनाइदिन्छ। अनि बाहिरबाट मान्छेले चिन्दैन यो ब्रान्ड न्यू गाडी के हो कि होइन, कि हिजोस्ति किनेको हो कि। त्यही यो पवित्रतालाई तपाईँ र मैले चाहिँ कायम राख्नुको लागि चाहिँ परमेश्वरले तपाईँ र मलाई बोलाउनु भएको हो। हाम्रो कलिङ चाहिँ यस्तो हो।
नत्र त हामीमा के योग्यता थिएन, केही पनि योग्यता थिएन। संसारले त योग्यता माग्छ प्रियहरू हो। तपाईँमा केही योग्यता छ भने मात्रै तपाईँलाई एपोइन्ट गर्छ। तर परमेश्वरले त हामी केही नभएकोहरूलाई, कुनै योग्यता नभएकोहरूलाई एपोइन्ट गर्नुभयो। तर एपोइन्ट गरिसकेपछि चाहिँ, बोलाइसक्नु भएपछि चाहिँ उहाँको उद्देश्य चाहिँ परमेश्वरको वचनमा लेखिएको छ, God did not call us to uncleanness but in holiness। पवित्रताको निम्ति तपाईँलाई बोलाएको छ। कति गम्भीर कुरा छ अघि। याकन हाम्रो विचारमा पवित्रता हुन्छ, हाम्रो बोलीचालीमा पवित्रता हुनु पर्यो, इभन हाम्रो रहन सहनमा, इभन हाम्रो लुवाइमा